पाउनु त भाग्यमा यसो ऐनामा हेर्नु श्री लेखेको छ कि कतै उसको फेसन हेलो नमस्ते जुलप्पा छिलो सेवारो र आज चाहिँ फेरि म अर्को मिनी ब्लगमा आएँ र अब आज चाहिँ हामी हस्पिटल जाँदैछौँ। चाबी तपाईँको चाबी ल्याउँदै यो के लाग्छ इतना हामी त हस्पिटल जाँदैछौँ चेकअपको लागि। चेकअप अरे के रिपोर्ट देखाउन एकछिन चाबी ल्याउँछु नुहाएर पनि फ्रेस भयो। अब हिँड्छ हस्पिटल सिएच। मेरो बुढोले बुलेट निकाल्दै हुनुहुन्छ। ए सुपर बाइक अरे सुपर बाइक निकाल्दैछ मेरो बुढोले। बुलेटको छ हेलमेट। लेट्स गो। यो निकाल्दिनु न कहिले निकालिदिनु मेरो बुढोले अकप निकाल्नु। आया यो ड्रेस त ठिक्क हुँदैछ पहिलेको ड्रेस पक्नै ठिक्क बडी देख्छ। बाई ब्रो। हामी सिएच आइपुग्यौँ है। हस्पिटल हाम्रो कमान्ड हस्पिटल। हामी रिपोर्ट देखाउन ब्याउन आँटेको पार्किङ गर्ने ठाउँ आइपुग्यो। यहाँदेखि बुढो पार्किङ झरे हेलमेट आमा कस्तो टाउको दुखेको बुढो। यहाँको त यहाँको थियो त टाउको दुखेको चिसोले। मेरो हालत के भयो होला के देखाउनु ल छेन्छ मरे हावा। यस्तो बुढी पाउनु त भाग्यमा यसो ऐनामा हेर्नु श्री लेखेको छ कि कतै। गाइस आफ्नो तपाईँहरू हेरेर कमेन्ट गर्नु होला को के छ भन्ने कुरा थाहा यस्तो सुड्डीहरूलाई चाहिँ कसले हेर्छ घरमा ऐनामा हेर्नु कि यसो निधारमा श्री लेखेको छ यस्तो बुढीमा भन्छ यस्तो बुढी पाउनु त यस्तो सुड्डी बुढीमा भएर बुढीमा पाएर त पहिले अहिले धेर भएको हेर्नु है। धेर अगाडि यस्तोलाई धेर हुन्छ। हाम्रो चाहिँ यहाँ जानुपर्ने गाइनो ओपिटी। अब नम्बर लाउनुपर्छ। देखिरहेको छ है यसले म्याच हान्ने रहेछ है। चिक्क परिरहेछ मान्छेहरूले हेऱ्यो छ कि लाज लाग्छ मलाई भिडियो बनाउनु। सानो लुगा लगाएर सानो लुगा लगाएर आउँदैन। टोकन लिनु गइरहेछ मेरो बुढो चाहिँ। मेरो बुढोको वेट कति 68 कसरी 67 भन्दै थियो अस्ति 69 थियो कमसेकम घट्यो बढ्यो तर लुगा र जुत्ताले गरेर होला अलिक 66 छ मेरो ल यो झोला 67 थियो तिमी त ओइ
बढेछ बल्ल टुन्टेबाट बढोस् टुन्टे 70 मा पुगिसक्यो कसरी यति छिटो टुन्टे बढेछ पुरै मिलेछ कतिमा थियो 69 69 हुन्छ नि 70 2 किलो बढेछ वेटै बढेको थिएन कि मेरो बुढो चाहिँ पालो टोकन पर्खिरहेछ पालो नम्बर काट्नुलाई वेटिङ गर्दा गर्दा निन्द्रा लागिसक्यो ओ बुढो कति नम्बर पर्यो कति 23 मात्रै चल्दैछ त नि भगवान् विष्णु हरे खै हाई करो न हाई करो हाई करो हाई वैसा हाई नहीं ऐसे वाला ऐसा हाथ वाला हाय आपका नाम क्या है रे आरुष आरुष क्या भैया क्या भैया 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 भी होता है हाँ। कौन है कौन है कैसे हो अच्छे लग रहे हो ऐसा तो लग रहा हूँ अच्छा खत्म हो गए कुरकुरे हाँ कुरकुरे खत्म हो गए नहीं वो आगे भी घर पे चढ़ के खाऊंगा घर पर जाके खाओगे हाँ टेस्टी था मेरो फेसन देखाइ न अगाडि गएर भिडियो गर्दै उसको फेसन आते थे यताको खडियो तो भी मिलेछ मिला सुन उसको फेसन दिखाइदिनु पर्ने रे भगवान् अब हामी कहाँ जाँदैछौँ बुढो छोला समोसा हस्पिटल आउनु त हामी जहिले बहाना मात्र हो कि होइन बुढो खासमा चाहिँ हामी छोला समोसा खान आएको छोला समोसा खाइन्छ गाइज यहाँ हेर्नु करोडौँको ब्यागमा के छ पैसा 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 यहाँ चाहिँ छोला समोसा पाउँछ क्या दामी मलाई मिठो लाग्यो भने यही हो इन्डियामा चाहिँ अब त भन्न सकिँदैन किन हुँदैन हौ बाहिर ल्याउनु ल हस्पिटल आउनु त बाहना हो पर्ची काट्नु हामी चाहिँ पालो रुङ्गिरहेको रुम नम्बर 5 मा नम्बर परेको छ 25 चल्दैछ 11 26 भनेपछि त आज त लोत्रो टाइम लाग्ने रहेछ पालो पर्ने पनि त भोक लाग्छ लाइन लगाइदिइरहेको त्यसलाई एउटा युनिट गर्छ 2-3 जना नम्बर होइन हाम्रो नम्बर 26 छ र प्रिन्टर खराब भएर लेखेर दिनुभएको छ 11 चलिरहेछ 15 चल्यो मेरो चाहिँ बर्थडे आउँदैछ होइन बर्थडेमा चाहिँ के गिफ्ट पाइन्छ बर्थडेमा के गिफ्ट पाइन्छ पनि कोहीकोबाट पर्खिँदा अल्छी लागिसक्यो यस्तो अल्छी लाग्छ कि वेट गर्नु भनेको चाहिँ अर्को पुग्नु आँट्यौँ हामी छिरीमा चुट्टिया अरे बुढीलाई कसले चुट्टिया भन्छ है बाबुलाई
मेरो बुढो गनगनाउनु थाल्यो अब फाइनली हामी ब्याक टु माई होम घर आइपुग्यौँ गल्यो गल्नु मात्र होइन लित्ते पिलित्ते भयो के हो अनुहार त बिगाएर त अब घर आइपुग्यो खानासाना बनाउने खाने सुत्ने काम छैन त्यसपछि सुत्दिने निन्द्रा पुगेको छैन आज बिहान नै उठेर र आज चाहिँ मेरो भिडियोमा यति नै बाई बाई सी यू अन माई नेक्स्ट भ्लग गाइस यसरी माया सपोर्ट गर्नु है